जस्तै गरिराख्नु भएको छ, बालिनले आफ्नो क्षेत्रमा गरिराख्नु भएको छ, हर्कले आफ्नो क्षेत्रबाट गरिराख्नु भएको छ, रविले संसद हलमा चाहिँ आवाज उठाएर गरिराख्नु भएको छ। केमाले राक्षस नाउबादी हानिदिन्छु तँलाई कट्टा, केमाले राक्षस नाउबादी मेरो कुरा सुन। बालेन शाह भनेको नेपालवादी विचार भएका, कुनै मार्क्सवादी लेनिनवादी अर्काको वादी विचार भएका व्यक्तित्व होइनन्। उनी चाहिँ नेपालवादी। 14-15 जना चाहिँ नाइकेहरूले चाहिँ घेरेका होइनन् त, घेरेका होइनन्। 2 जना व्यक्तिले हामीले बोल्दाखेरि घेरेका होइनन्। अनि यिनीहरूलाई चाहिँ सधैँ चाहिँ सुकिला मुकिला गाडीहरू चढिराख्ने अनि हाम्रा चाहिँ विज्ञ व्यक्तिहरू बौद्धिक मञ्चका व्यक्तिहरू चाहिँ यो देशबाट बेचिनु पर्ने त। यो बाजुराको मान्छेले त के अरे भातै पाउँदैनन् भन्ने छ के। बाजुराको मान्छेले त कहिले भातै देखेको हुँदैन, भात कस्तो हुन्छ भन्ने कुरा। बाजुरा हुम्ला जुम्लाबाट भातको मार्सी चामल चाहिँ के अरे उत्पत्ति भएको त्यहाँबाट होइन त, रातो चामल। अनि पहिला हामीले देख्यौँ भात। तपाईँ अहिले हेर्दै हुनुहुन्छ भाइब्स मिडिया। भाइब्स मिडियामा आएका सम्पूर्ण भिडियो हेर्नका लागि सब्सक्राइब गरी नजिकमा रहेको बेल आइकनलाई पनि प्रेस गर्न नभुल्नुहोला। भाइब्स मिडियामा स्वागत छ तपाईँलाई। हजुरलाई पनि धन्यवाद। तपाईँको परिचय दिनु न। मेरो नाम चाहिँ धर्मराज जोशी हो। मेरो हाल थाई बसोबास चाहिँ बाजुरा हो, अस्थायी चाहिँ धनगढी हो। म अहिले चाहिँ यहाँ चाहिँ म सहकारी यो लघुवित्तीय सहकारी जो पीडित छ यो पीडित पनि हो। र यहाँ म अहिले हरेक क्षेत्रमा चाहिँ परिवर्तनका सम्भाग परिवर्तनका आवाजहरू म बुलन्द गरिरहेको छु। हरेक मिडियाबाट हो, आफ्नो युट्युब च्यानलबाट होस्, किनभने आम अहिलेको जनअपेक्षा भनेको चाहिँ देश र समाज परिवर्तन होस् भन्ने हो। तपाईँले केही ऱ्याप पनि गाउँछु ऱ्याप पनि लेखेको छु भन्नुभएको छ, खास त्यो कस्तो टाइपको त्यो अलिकति सुनौँ न है। यो चाहिँ के अरे अहिले जो चाहिँ हर्क बालेन र रविले चाहिँ जो परिवर्तन अहिले समाजका लागि एउटा चाहिँ जस्तै गरिराख्नु भएको छ, बालेनले आफ्नो क्षेत्रमा गरिराख्नु भएको छ, हर्कले आफ्नो क्षेत्रबाट गरिराख्नु भएको छ, रविले संसद हलमा चाहिँ आवाज उठाएर गरिराख्नु भएको छ, आफ्नो क्षेत्रबाट चाहिँ उहाँहरूले गरिराख्नु भएको छ। हामीलाई पुरानो चाहिँ दल जुन कहिले राजतन्त्र राजावादी भनेर तिनीहरूले चाहिँ राजासँग मिलेर चाहिँ के अरे जनतालाई लुटे र अहिले फेरि गणतन्त्रमा आएर चाहिँ लुटतन्त्र केपी शर्मा ओली शेरबहादुर देउवा र प्रचण्डहरू जस्ता चाहिँ लुटेराहरू चाहिँ मिलेर बेला बेला चाहिँ देशको नाममा चाहिँ देशलाई लुटेर चाहिँ लुटतन्त्र जमाए। यिनीहरूका विरुद्धमा हर्क बालेन र रवि जस्ता व्यक्तिहरू चाहिँ समाजमा स्थापित भएर नयाँ परिवर्तनका साथ चाहिँ आउनुपर्छ भन्ने विषयमा चाहिँ मैले ऱ्याप लेखेको छु। अलिकति सुनाउँ न त। हर्क बालेन रवि मिली यो देशलाई बनाई झिलिमिली, जनताको साथ राक्षस केमाले नाउबादी खान्छ अब लात भाग अब साइड लाग, एमाले राक्षस नाउबादी आयो तेरो दाई, रवि बालेन हर्क समाजवादी आमाको काख नेपालीको साथ, बालेन रवि हर्क देशको विकास समृद्धितिर अब फर्क, रवि बालेन हर्क मिली जनतालाई डाक, भ्रष्टाचारी चोर जति सबै अब भाग भाग अब साइड लाग, केमाले राक्षस नाउबादी आयो तेरो दाई, रवि बालेन हर्क नेपालवादी यो देशलाई बनाई दारू भाङ गाँजाको अड्डा, केमाले राक्षस नाउबादी हानिदिन्छु तँलाई कट्टा, केमाले राक्षस नाउबादी मेरो कुरा सुन। कहाँबाट ल्याइस 33 क्विन्टल सुन, जनतालाई छैन खानलाई नुन, ए सरकार चोर दलाल भ्रष्टाचारीलाई थुन, भाग अब साइड लाग, केमाले राक्षस नाउबादी आयो तेरो दाई, रवि बालेन हर्क नेपालवादी य आमाको काखमा लात्ताले हान्ने, दाजुभाइ लडाउने मराउने, यो देशका जनतालाई सडाउने, समाजमा भाँट भैलो गराउने, भाग अब साइड लाग, केमाले राक्षस नाउबादी आयो तेरो दाई, रवि बालेन हर्क जति नेपालवादी, विकास र समृद्धिका नारा फुकाई, भ्रष्टाचारी चोर दलाललाई लुकाई, देशको शिरलाई झुकाई, आफू मोटाई जनतालाई सुकाई, त्यसैले पाइस अब थुकाई, भाग अब साइड लाग, केमाले राक्षस नाउबादी आयो तेरो दाई, रवि बालेन हर्क जति नेपालवादी, क लेख्ने औकात नहुने मन्त्री रे, गुन्डा र नायके मात्र गन्ती रे, न्यायको लागि बोल्ने सबै गुल्टिने, गरिबको पसिना सबै चुस दिने, यो देशलाई खोक्ला बनाए लुट दिने, भाग अब साइड लाग, केमाले राक्षस नाउबादी आयो तेरो दाई, रवि बालेन हर्क जति नेपालवादी। तपाईँको आफ्नै शब्द हो? आफ्नै शब्द हो, मेरो आफ्नै रचना हो। तपाईँको विचारमा अहिले काठमाडौँ महानगरको मेयर बालेन शाह चाहिँ कस्तो व्यक्ति हो? बालेन शाह भनेको नेपालवादी विचार भएका, कुनै मार्क्सवादी लेनिनवादी अर्काको वादी विचार भएका व्यक्तित्व होइनन्।
उनी चाहिँ नेपालवादी, नेपालमा भएको सिद्धान्त, नेपालमै भएको सिद्धान्तलाई चाहिँ हामीले लागू गरेर नेपाललाई विकास गर्नुपर्छ भन्ने सिद्धान्त बोकेका व्यक्तित्व हुन्। उनी आफैमा चाहिँ के अरे कसैको चाहिँ के अरे अचरित्रवादी विचित्र विभिन्न किसिमका के अरे रङ फेर्ने छेपाराहरूप्रति उहाँ झुकाव हुनुहुन्न। किनभनेपछि उहाँ नेपाललाई विकास गर्नुपर्छ, नेपाललाई समृद्ध बनाउनुपर्छ, नेपाललाई पनि युरोप जस्तो बनाउन सक्नुपर्छ भन्ने उसमा चाहिँ लागि पर्नु भएको छ। जस्तै तपाईँले अहिले बालेन शाहको उसमा हेर्नुहुन्छ भने तपाईँको हरेक क्षेत्रमा चाहिँ 6 करोड बजेट उहाँले चाहिँ यो महानगरपालिकाबाट छुट्याउनु भएको छ। बाहिरी जिल्ला काठमाडौँ आउट अफ भ्यालीको लागि उहाँले चाहिँ 6 करोड, एम्बुलेन्सको लागि उहाँले छुट्याउनु भएको छ। त्यस्तो व्यक्तिको अब तपाईँ हेर्नुहोस्, बालेन जस्ता व्यक्तिहरू छन्, हरेक जिल्लामा छन्। तपाईँको एउटा कुरा भन्दै गर्दाखेरि म एउटा के तपाईँहरूलाई सम्झना के गराउँछु भनेपछि मेरो क्षेत्रमा बाजुरामा लुजेन्द्र ओझा के अरे तपाईँको लुजेन्द्र अङ्गराज तिमिल सेना जन्मे। अङ्गराज तिमिल सेना जन्मे, जो अङ्गराज तिमिल सेना भनेका नेपाल टप भए। अर्थशास्त्रमा नेपाल पनि टप गरे, उहाँले चाहिँ के अरे जापानमा पनि टप गरे, त्यसपछि अमेरिकामा गए। नेपाल टप गरेकोलाई बाहिर पठाउने भन्ने यिनीहरूले नीति बनायो र यहाँ चाहिँ लुटेराको जम्मा गरेर हामीले चाहिँ गणतन्त्रको नाममा लुट्नुपर्छ भन्ने। अङ्गराज तिमिल सेना जस्ता व्यक्तिहरूले अमेरिकाबाट नेपालमा आउनुपर्छ। अब अर्थ मन्त्रालय अर्थविद उहाँले हुनुपर्छ, अर्थमन्त्री उहाँ जस्ता व्यक्तिले हुनुपर्छ। विज्ञान तथा प्रविधि मन्त्रालयमा लुजेन्द्र ओझा जस्ता व्यक्तिले चाहिँ नेपाल आउनुपर्छ। अनि त्यस्ता चाहिँ विज्ञ व्यक्तिहरू बालेन शाह, हर्क साम्पाङ, रवि लामिछाने देश बनाउँछु भन्ने व्यक्तिलाई चाहिँ प्रताडित पारेर देश बनाउँछु भन्ने व्यक्तिलाई चाहिँ सखाप गर्न खोजेर चाहिँ अब त जनता चाहिँ सफा राजनीतिक चरित्रमा जनताले बुझिसकेको छ। मै बाजुरा जन्मेको, बाजुरा हुर्केको, बाजुरा पढेको व्यक्ति, मलाई त चेतना भइसक्यो भनेपछि काठमाडौँ, नेपालगञ्ज, धनगढी, विराटनगर, पूर्वी झापा त्यहाँका आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई त धेरै राजनीतिक चेतना छ के। तर के छ भनेपछि एउटा कुरा के छ भनेपछि अहिले देशको परिबन्धमा हामीले धेरै लुटतन्त्रहरू देखेका छौँ। सबैले छरपष्ट भइसकेको थियो। यदि हर्क, बालेन, रवि जस्ता व्यक्तिहरू चाहिँ त्यो संसदमा नपुग्दा हुन् त, नपुगेको भयो भनेपछि हामी यो सुनकाण्ड, यो बालुवाटार के अरे तपाईँको जग्गा प्रकरण, यो तपाईँको चाहिँ के अरे यो भुटानी शरणार्थी काण्ड चाहिँ तपाईँले चाहिँ यसले गरेको भन्ने कुरा पत्तै पाउने थिएनौँ। उनीहरू संरक्षित रहने थिए जहिले पनि। हामी हिजो अस्ति भुटानी शरणार्थीलाई कारबाही हुनुपर्छ, मूल जरो काटिनुपर्छ भन्दाखेरि मूल जरो काटिएको छैन। तर हाँगा काट्ने अनि जरोलाई चाहिँ नसमात्ने हो भने यो भ्रष्टाचारको जरो यहीँ गाभिरहने हो भनेपछि कहिल्यै पनि परिवर्तन हुँदैन। भ्रष्टाचारीहरूले दिन दहाडै तपाईँलाई चाहिँ छोप्दै चाहिँ इट्टा भट्टामा जस्ता के अरे आगो लगाउँदै छोडिराखेका छन्। अहिले तपाईँले उहाँहरूको विरुद्धमा तपाईँहरूले बोल्नुभयो भने हामी तपाईँ जस्ता चाहिँ जनताहरूले बोल्यौँ भनेपछि अहिले थ्रेटन आउँछ। हिजो अस्ति भएको होइन त, तपाईँ हामीले देखेकै कुरा हो नि। त्यहाँ चाहिँ के अरे तपाईँको यो चाहिँ के अरे क्यामेरा त्यता थियो कि थिएन त्यो चाहिँ मलाई याद भएन। हिजो भुटानी शरणार्थीमा हामीले अन्तिम सुनवाईको दिनमा जिल्ला अदालतमा आन्दोलन राति साँझ 6-7 बजे आन्दोलन गर्दाखेरि चाहिँ 14-15 जना चाहिँ नाइकेहरूले चाहिँ घेरेका होइनन्। 2 जना व्यक्तिले हामीले बोल्दाखेरि घेरेका होइनन्। अनि यिनीहरूलाई चाहिँ सधैँ चाहिँ सुकिला मुकिला गाडीहरू चढिराख्ने अनि हाम्रा चाहिँ विज्ञ व्यक्तिहरू, बौद्धिक मञ्चका व्यक्तिहरू चाहिँ यो देशबाट बेचिनु पर्ने त भनेपछि अनि यिनीहरूलाई कसले कारबाही गर्ने ठाउँमा यिनीहरू बस्छन्। यो तपाईँले यसलाई हेर्न सक्नुहुन्छ। अहिले उहाँहरू लघुवित्तबाट आउनु भएको छ, हरेक पीडित व्यक्ति आउनु भएको छ। यहाँ संलग्नता देखिएको छ, कानुन मन्त्रीको संलग्नता देखाएको छ। पूर्व कानुन मन्त्रीको चाहिँ लीलानाथको मैले चाहिँ हिजो एउटा साथीलाई सोध्दै गर्दाखेरि लीलानाथको आफ्नै चाहिँ के अरे सिरा 2मा चाहिँ के अरे उहाँको चाहिँ सहकारी छ भन्ने कुरा उहाँकै व्यक्तिबाट चाहिँ के अरे त्यही क्षेत्रको व्यक्तिबाट मैले सुनेको थिएँ। भनेपछि कानुनमा को छ त? त्यही भ्रष्टाचारी छन्, त्यही लघुवित्तका चाहिँ छोटा मोटा चाहिँ सुकिला मुकिला लगाउनेहरू छन् भने आम साधारण जनताले चाहिँ के अरे अब पाउँछन् त न्याय भनेपछि शासन सत्तामा। भ्रष्टाचारको विषयमा खास यो भ्रष्टाचार निर्मूल गर्नको लागि तपाईँ आफ्नो युवा पनि हुनुहुन्छ। तपाईँले सरकारलाई चाहिँ कस्तो किसिमको सुझाव दिनुहुन्छ एज अ एउटा युवाको तर्फबाट? मैले दिने भनेको तपाईँको चाहिँ भ्रष्टाचारका विरुद्धमा चाहिँ हरेकचोटि चाहिँ के अरे हामी आवाज उठाइराखेका छौँ। तपाईँको माइतीघर मण्डलामा होस्, तपाईँको चाहिँ के अरे जिल्ला अदालत अगाडि होस्, तपाईँको संसद भवन अगाडि होस्, हाम्रो टिमले, मसँग आबद्ध साथीहरूले अथवा बाजुरा जिल्लामा सम्मिलित साथीहरूले, हाम्रो सम्पर्क समितिले हामीले उहाँहरूसँग चाहिँ आवाज उठाइरहेको। यदि सरकारले चाहिँ के अरे यो पीडितहरूको चाहिँ कुरा सुन्दैन भनेपछि आम प्रत्येक अहिले 77 जिल्लाबाट केही थोरै मात्र आउनु भएको छ। तर चाहिँ आम युवाहरू 77 जिल्लाबाट प्रत्येक घर ढोका लगाएर खाली गरेर भोलि आउनु नपरोस्।
हामीले चाहिँ के अरे त्यो खालको चाहिँ एउटा खालको माहौल चाहिँ बनाएर चाहिँ भोलि बालुवाटार घेर्नु नपरोस्। हामी चाह्यो भनेपछि तपाईँको चाहिँ के अरे गएर बालुवाटारमा गएर हामीलाई चाहिँ के अरे कठालो समातेर प्रधानमन्त्रीलाई झिकाएर चाहिँ रोडमा ल्याउनु नपरोस् भोलिका दिनमा। यो युवाको चेतावनी हो, यो चाहिँ के अरे सुझाव होइन, यो चेतावनी हो। भोलिका दिनमा चाहिँ यदि चाहिँ त्यस्तो खालको चाहिँ के अरे सुनवाई भएन भनेपछि यहाँ कति धेरै क्षति हुन्छ। यो त आम नेपाली सोझा साझा जनताहरू भएर मात्र हो के। त्यो धेरै भयो भनेपछि के हुन्छ, धेरै ताप भयो भने दुध उम्लिन्छ। पछि त्यो खालको चाहिँ के अरे हामीले चरित्र देखाउनु नपरोस्। हामीले हिजो हामी अङ्ग्रेजसँग डराएनौँ। तपाईँहरू कहाँको सर्वेसर्वा हो? अङ्ग्रेजसँग हामीले हिटलरसँग त डराएनौँ भनेपछि हामी ब्रिटिससँग नडराउने आम नेपाली हौँ भनेपछि हामी चाहिँ तपाईँहरू जस्तो चाहिँ के अरे काइतेहरूसँग हामी डराउँछु त? झुसे मुसिनेसँग हामी डराउँछु त? हामीले भोलि गएर चाहिँ तपाईँले यो नसोच्नुहोस् कि यो क्यामेरामा मात्र यो भाइले बोल्यो नसोच्नु होला, तर म देख्दामा यस्तो छु। तर म चाहिँ अगाडि गएर मेरो छातीमा गोली तेर्स्याए पनि हामी हिजो दुर्गमका मान्छे हौँ। हामी दुर्गममा बाजुराबाट, डोल्पाबाट, रुकुमबाट, रोल्पाबाट जनयुद्धको नारा लगाएर दुनियाँदारी कहीँ आदर्शवादी कुराहरू देखाएर समाजवादको नयाँ परिकल्पनाका कुराहरू गरेर चाहिँ हामीलाई यो गणतन्त्र स्थापित गर्नुपर्छ भनेर चाहिँ नारा फैलाएको होइन त? लडाइँ लड्ने को त प्रचण्ड हो लडाइँ लड्ने? तिनीहरूका छोराछोरीले लडेका हुन् लडाइँ। हामी जस्ता सर्वसाधारणले चाहिँ के अरे लडाइँ लडेर चाहिँ के अरे परास्त गरेर चाहिँ यो गणतन्त्र स्थापित गरेको हो। यो कुनै तिनीहरूका चाहिँ छोराछोरी, तिनीहरूका बाउबाजेले चाहिँ ल्याएको गणतन्त्र होइन। यसमा धब्बा लगाउनु हुँदैन। हिजो चाहिँ राजतन्त्र मुर्दाबाद, यो चाहिँ अङ्ग्रेजी शिक्षा खारेज गर्नुपर्छ भनेर चाहिँ गणतन्त्रको नाममा लुटतन्त्र मचाउनेहरूलाई हामीले चाहिँ ती नाच गान कार्यक्रम हिजो चाहिँ जनयुद्धकालमा हामीले देखेका हुन्। हामीलाई भ्रममा पारेर चाहिँ त्यहाँसम्म ल्याइयो। अब त्यो गर्दा यहाँसम्म पुग्यो। हामीले हेरेका छौँ त्यहाँ अब अन्तिम भइसक्यो, लास्टै भइसक्यो, अब अति नै भइसक्यो। हिजो जनयुद्ध लडेका साथीहरू कहाँ छन्? मेरै दाइभाइहरू पनि कतारमा छन्, दुबईमा छन्, साउदीमा छन्, मलेसियामा छन्, तातो प्रचण्ड गर्मीमा चाहिँ छन्। तर जो जनयुद्ध लड्दैन, जो कुशे 3 को ओडाडमा चाहिँ तपाईँको चाहिँ बसेको थियो, आनन्दले आफ्नो जीवन चाहिँ छोराछोरीसँग रमाइरहेको थियो, ऊ चाहिँ अहिले चाहिँ के अरे प्रधानमन्त्री भएर बस्ने, अनि जसले जनयुद्ध चाहिँ के अरे लड्ने, रगत बगाउने, यो देशको परिवर्तनको लागि चाहिँ लड्ने, ऊ चाहिँ अहिले साउदी, कतार, मलेसियामा चाहिँ तपाईँको चाहिँ प्रचण्ड गर्मीमा चाहिँ कसैले चाहिँ घरमा पेन्ट लगाउने, ठुला महलमा कसैले चाहिँ झाडु लगाउने, कसैले पुच्चा लगाउने। परिवर्तन के का लागि होस्? नेपालमा युवा रोजगारीको व्यवस्था हुनु पर्यो। रोजगारीको व्यवस्था हुनु पर्यो नि त। यहाँ उद्योग धन्दा कल कारखाना सबै बेचेर खान पाइन्छ? तपाईँको 34वटा उद्योग धन्दा कल कारखानाहरू थियो, ती सबै बेचेर खाएनन्। अहिले के परिवर्तन भयो? तपाईँले के पाउनुभयो? म यी विदेश जान्छु भनेर काठमाडौँ आएको छु, प्रत्येक नागरिक। मैले मेडिकल साइन्स पढेर सकेर पनि म ल्याब टेक्निसियन हुँ। मैले ल्याब टेक्निसियन पढेर मैले आफ्नो श्रम अटो चलाएर मैले ल्याब टेक्निसियन पढेँ। मैले ल्याब टेक्निसियन पढेर पनि मैले यो देशमा 6-7 लाख रुपियाँ मैले चाहिँ के अरे लगानी लगाएर मैले अहिले यो देशमा रोजगारी पाइरहेको छु त? छैन नि त। भनेपछि आम युवा सबैका समस्या यही छन् के। तपाईँ हाम्रा दाजुभाइहरू आज कहाँ छन्? विदेशमा छन्। बढी पैसा हुनेका तपाईँका अमेरिका, युरोपतिर छन् भनेपछि अलि थोरै पैसा हुनेका ब्याज ऋण, लघुवित्त सहकारी ठग यिनीहरूबाट चाहिँ सयकडा उहाँ ऋण नतिर्न सकेर चाहिँ मरेर चाहिँ डिब्बामा सडेर आउनुपर्ने परिस्थिति यही सरकारले गरेको। लघुवित्तको कुरा निकालिहाल्नु भयो। तपाईँ आफै पनि पीडित छु भन्नुभएको छ लघुवित्तको, होइन? खास यिनीहरूलाई चाहिँ कस्तो किसिमको कारवाही हुनुपर्छ लघुवित्तहरूलाई? यो लघुवित्त सहकारीका प्रबन्धकहरू, यहाँ यिनीहरूको चाहिँ के अरे यो लुटतन्त्र जमाउने यिनी नै चाहिँ के अरे हामी नायक हौँ भन्नेहरूलाई अब तपाईँको चाहिँ प्रत्येक जिल्लामा तपाईँको तिनीहरूका कार्यालय छन्, गाउँमा कार्यालय छन्। अब अन्तिम भइसक्यो। यहाँ हामीलाई चाहिँ भोक प्यास निद्रा छैन, चिन्ता छ। छोराछोरीलाई चाहिँ ढोका बन्द गरेर हामी आएका छौँ। अब जिल्लामा हामी चाहिँ तिनीहरूलाई चाहिँ हामी कब्जा गर्छौँ। अब तिनीहरूका कार्यालय होइन, तिनीहरूका घर घेराउ गर्छौँ। चाँडोभन्दा चाँडो यो समस्या समाधान गरोस्। उनीहरूले आएर के गरेर हुन्छ, यहाँ हामी पीडितका चाहिँ समस्याहरू समाधान गरोस्। यदि उसले पीडितका समस्या समाधान गर्दैन भनेपछि भोलि आम जनताले उनीहरूको घर घेर्छ। तपाईँको विचारमा हर्क र रवि लामछानेले छान्नु पऱ्यो भने कसलाई छान्नुहुन्छ? कामको आधारमा? कामको आधारमा म यसलाई छान्छु भनेर भन्दैन। दुइटै प्रगतिशील,
र परिवारमा लेख्दाखेरि बालेन हर्क रविको बारेमा रविको लेखे तिनैजनाको मात्र लेखे किनभने हर्क बालेन रवि मात्र हुन्। गोपी हमाललाई भन्ने गरिन्छ गोपी हमाल अरू पनि छन् तर विशेष गरेर अहिले चाहिँ आइरहेका साथीहरू चाहिँ के अरे उनीहरूले चाहिँ अहिले चाहिँ हाम्रो चाहिँ देखिएका सचित्रहरू चाहिँ उहाँहरू मात्र हुनुहुन्छ जसले गरिराख्नु भएको छ। काम गरे पो देखिने हो नि त। यहाँ मिडियामा कराएर कसैले चिन्दैन, त्यहाँ काम गऱ्यो भने देखिने हो। काम हर्कले काम गरेका छन्, बालेनले काम गरेका छन्, रविले काम गरेका छन्, गरेकोलाई चाहिँ गर्यो भन्नु पर्यो नि त। त्यसो भए कामको आधारमा हेर्दाखेरि तीनजना मध्ये तपाईँको विचारमा एज एउटा युवाको हिसाबले 1 2 3 रोज्नु पर्यो भने तपाईँले कसरी त्यसलाई ऱ्याङ्किङ चाहिँ कसरी? म ऱ्याङ्किङ हिसाबले गर्नु न। म गर्दैन ऱ्याङ्किङ। तपाईँले प्रश्न सोध्नुभयो, म त्योमा ऱ्याङ्किङ गर्दैन। सबैलाई ती तिनटै बराबर। किन भनेपछि हर्कले आफ्नो ठाउँमा काम गरिराख्नु भएको छ बालेनले, अनि तपाईँको यो रविको छ नि, रविको तपाईँको रविले संसद हलभित्र नबोलिदिएको भयो, भ्रष्टाचारको कुरामा चाहिँ नबोलिदिएको भयो भनेपछि होइन, अनि भनेपछि त्यहाँ चाहिँ के अरे अहिलेसम्म सुनवाई भयो हुने हो भने योभन्दा अगाडि हुनुपर्ने हो त। खै त भएको? भ्रष्टाचारका फाइलहरू खोलिनुपर्ने हो त। यो दबाब त्यहाँ जानुपर्ने हो त। खै त गएको? खोल्दैछ त सरकारले अहिले भ्रष्टाचारको अहिले यो दबाब भयो प्रतिपक्षमा चाहिँ के अरे आम परिवर्तनशील युवाहरू आए, त्यहाँ चाहिँ के अरे आइसक्यो भनेपछि तब त्यो खोलेको। नत्र खोल्ने भयो भने सरकारले माओवादीको सरकार आएको होइन त। सबभन्दा प्रथम गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री निर्वाचित प्रधानमन्त्री भनेर चाहिँ के अरे तपाईँको पुष्पकमल दाहाल होइन नि त। अनि उनी भएका होइनन्, 3-4 पटक 5-7 पटक चाहिँ प्रधानमन्त्री भएका होइनन्। खोल्नुपर्ने नि त्यति बेला, किन खोलेनन्? अहिले रविहरू आइसक्यो भनेपछि किन खोलिरहेछ त भनेपछि अनि कसले गर्यो? म तिनटैलाई जाँदाखेरि आफ्नो क्षेत्रमा सबैले आफ्नो भूमिका निर्वाह गरिराख्नु भएको छ। सबैलाई चाहिँ म बराबर चाहिँ के अरे समानताका रूपमा हेर्छु। जसरी के अरे सबैले आम दाजुभाइ तथा दिदीबहिनीले हेरिराख्नु भएको छ त्यसै गरी म हेर्छु। म अब यसपछि म बाजुराको विषयवस्तुलाई अलिक थोरै राख्न चाहन्छु। त्यहाँ पनि जाउँला, बाजुरातिर पनि जाउँला हामी। अलिकति अहिले गरमा के छ भन्दाखेरि समाचार के छ भन्दाखेरि अहिले सुनकाण्डको यस विषयमा तपाईँ के भन्नुहुन्छ? सुनकाण्डको हेर्नुहोस्, 33 केजी सुन योभन्दा अगाडि भयो तपाईँको है। 2000 केजी सुन त्योभन्दा अगाडि भयो है। अहिले तपाईँको 1 क्विन्टल लगभग 54-60 किलो अहिले आयो है। तपाईँको यसमा चाहिँ के अरे सरकार दोषी छ भन्छु म है। सरकार कसरी दोषी छ भने म तपाईँलाई यहाँबाट प्रश्न गर्न चाहन्छु कि तपाईँको के अरे त्यो तपाईँको चाहिँ इन्टरनेसनल एयरपोर्टमा सरकारका कर्मचारीहरू हुन्छन्, अनि त्यहाँ साइरन सिस्टम तपाईँको एक्सरे त्यो सामानलाई गर्दाखेरि तपाईँको चाहिँ त्यो मेसिनमा हाल्दाखेरि त्यो साइरन बज्दै चाहिँ त्यो किन भित्राइयो चाहिँ त्यो सामानलाई होइन। अनि त्यहाँ तपाईँको राजस्व विभागमा आइसक्यो भनेपछि नेपाल सरकारका कर्मचारी अर्थ मन्त्रालयका कर्मचारीहरू छन् नि त। भनेपछि तिनीहरू चाहिँ के अरे तिनीहरूलाई थाहा हुँदै त्यो कर्मचारीलाई चाहिँ सोधपुछ नगरिँदै उनीहरूलाई सरुवा किन गरियो? उनीहरूलाई सरुवा गर्नको लागि बढुवा गर्नको लागि सरुवा गरिन्छ। बढुवा गर्नको लागि सरुवा गरिएको जाँचबुझ नगरेर जब त्यो त्यहाँ भएर राजस्व विभागबाट हुँदै त्यहाँबाट पास भएर तपाईँको चाहिँ त्यो ट्याक्सीमा चाहिँ के अरे सुन प्याकिङ भएर जब निस्क्यो बाटोमा तब त्यसलाई छोपियो। छोपिनेमा पनि के छ भन्दाखेरि तपाईँको जो चाहिँ मेन मुख्य चाहिँ जडो छ त्यो जडो छैन कि जो बिचरा हाँगा बिङ्गाहरू छन् 21 वर्षको चाहिँ के अरे एउटा चाहिँ के अरे सामान्य बिचरा चाहिँ के अरे एउटा गरिबलाई एउटा चाहिँ के अरे लेबरलाई समातिएको छ भनेपछि यसमा सबभन्दा पहिलो चाहिँ के अरे तपाईँको चाहिँ समस्याको विषय यस्तो कुराहरूमा चाहिँ ठुला माछाहरू चाहिँ किन समात्न सक्दैन सरकारले? ठुला माछा तपाईँको भुटानी शरणार्थी काण्डमा आर्जु देउवाको नाम जोडिएको होइन त? अनि अडियो सहित तपाईँको प्रष्ट रूपमा आएको होइन त बाहिर? भनेपछि अब तपाईँको बालुवाटार जग्गा काण्डमा चाहिँ तपाईँको चाहिँ सरकारी जग्गा काण्डमा तपाईँको यो माधव नेपालको बाबुराम भट्टराईको नाम जोडिएको होइन त? भनेपछि यिनीहरूले चाहिँ के अरे यो सबै कानुनदेखि सबै क्षेत्रमा यिनीहरूका झोले मोले मोटे झोटे छन्। यिनीहरूले आफूलाई प्रष्ट रूपमा चाहिँ के अरे हामी गद्दार हुँ भनेर चाहिँ भन्न सक्ने क्षमता छैन। किनभनेपछि यसो गऱ्यो भनेपछि यिनीहरूको चाहिँ के अरे सर्वस्व सर्वनाश हरण हुन्छ। सर्वस्व सर्वनाश हरण हुन्छ उनीहरूको चाहिँ। उनीहरूको शासन सत्ता ढल्छ। उनीहरूले के गरेका छन् भनेपछि साना माछालाई यो कुरा नभन 2-4 वर्ष तिमीहरू भित्र बस्ने हो। योभन्दा अगाडि पनि यस्ता काण्डमा 2-4 जना पढेका हुन् नि त। जो मेन थिए तिनीहरू समातिए त। अगाडि पनि सुन काण्डमा समातिए त मेन समातिएन। अब एउटा गोरे भन्ने थिए उनलाई समातिएको छ, मेन मान्छे समातेको छैन। भनेपछि अब मेन मान्छे नसमात्नुको कारण मेन मान्छे सरकारमै सम्मिलित छन्। ठुला अब अध्यक्ष जस्तो शेरबहादुर देउवालाई कसले समात्न सक्ने त कसैले?
अनि तपाईँको चाहिँ हिजो चाहिँ के अरे तपाईँको के अरे केपी शर्मा ओलीलाई कसले समात्न सक्ने त अनि समात्ने कसलाई त भनेपछि लेबरलाई गरिबलाई यिनीहरूले चाहिँ नेपाली जनतालाई चाहिँ दासता बनाएका छन् राणा शासनभन्दा ठुलो शासन यिनीहरूले लागू गरेका छन् के तपाईँको भनेपछि अनि संविधानमा चाहिँ भन्छ के भनेपछि तपाईँको सबै कुरा स्वतन्त्रताको अधिकार भन्छ बोल्न पाउने अधिकार भन्छ हिजो हामी बोल्दै गर्दाखेरि भुटानी शरणार्थी काण्डमा चाहिँ आज नेपाली जनताले चाहिँ के अरे न्याय पाएको दिन हो भन्दै गर्दाखेरि चाहिँ हामीलाई चाहिँ के अरे 50-60 जनाले वरिपरि 15-16-20-22 जनाले वरिपरि प्रत्येकचोटि घेरेन त भनेपछि अनि गुन्डा पालेर बस्ने अब तपाईँको चाहिँ सुनकाण्डको बारेमा चाहिँ के अरे सरकार नै दोषी छ के यसमा सरकार बाहेक अरू कोही छैन सरकारै दोषी छ तपाईँको राजस्व विभाग अर्थ मन्त्रालय गृहमन्त्री सबै यिनीहरूको चाहिँ पुरै अनि कृष्णबहादुर महराको छोराको नाम पनि जोडिएको होइन त भनेपछि अनि टाउके समातियो भनेपछि त उनीहरूको पत्ता सापै सबै मन्त्रीदेखि प्रधानमन्त्रीदेखि खरक्क पारेर चाहिँ के अरे तिनीहरूको सत्ता सापै हुन्छ भनेपछि आम जनतालाई थाहा छ नि त मेनको हो भन्ने त उनीहरूको भन्दा बढी जनतालाई थाहा छ। अब हामी बाजुरातिर लाग्यो मैले तपाईँले बाजुराको बारेमा के भन्छु भन्दै हुनुहुन्छ बाजुराको विषयमा म तपाईँहरूलाई अवगत गराउन चाहन्छु कि बाजुरा भनेको काठमाडौँ केन्द्रबाट अपहेलित दुर्गम जिल्ला हो अपहेलित छ हरेक कसरी अपहेलित भयो काठमाडौँ केन्द्रबाट हामी काठमाडौँमा दुर्गम बाजुराको मान्छे आयो भनेपछि काठमाडौँका यहाँका चाहिँ व्यक्तिले हेर्ने दृष्टिकोण फरक हुन्छ किनभनेपछि यहाँ पढ्दै गर्दाखेरि यहाँ चाहिँ हरेक कार्यक्रममा समावेश हुँदै गर्दाखेरि त्यो हामीलाई अपहेलना गरेको दृष्टिकोण त्यो मैले देखेर त्यो भनेको अनि यस्तो विभेद हुन्छ विभेद अनि अर्को कुरा तपाईँको यो बाजुराको मान्छेले त के अरे भातै पाउँदैनन् भन्ने छ के बाजुराको मान्छेले त कहिले भातै देखेको हुँदैन भात कस्तो हुन्छ भन्ने कुरा बाजुरा हुम्ला जुम्लाबाट भातको मार्सी चामल चाहिँ के अरे उत्पत्ति भएको त्यहाँबाट होइन त रातो चामल अनि पहिला हामीले देख्यौँ भात कि यिनीहरूले देखे भात हामीले देखेको होइन भात यिनीहरूले त विदेशी प्लास्टिक चामल खान्छन् हामीले चाहिँ ओरिजिनल घरेलु चामल खान्छौँ अनि यसरी चाहिँ के अरे यिनीहरू हामीबाट भोलि अपहेलित हुनु नपर्यो आज राज्यले हरेक क्षेत्रमा हामीलाई चाहिँ के अरे अपहेलना गरेको छ राज्यले हाम्रो क्षेत्रमा चाहिँ के अरे तपाईँको इन्फ्रास्ट्रक्चर अफ डेभलपमेन्टमा हेर्नुहोस् तपाईँ सस्टेनेबल डेभलपमेन्ट छैन त्यहाँ तपाईँको बाटोघाटोको स्थितिलाई हेर्ने हो भनेपछि यहाँका हालिमुहाली गर्ने हिजो मैले भन्दै गर्दाखेरि राजासँग निकट भएर बसेर चाहिँ तिनीहरूले केही दरबार 2224 राज्य हुँदाखेरि चाहिँ उनीहरू चाहिँ के अरे त्यहाँका साना दरबारसँग जोडिँदै यहाँको चाहिँ केन्द्रीय जुन चाहिँ यहाँका नेपालका राजा उहाँसँग जोडिँदै त्यसपछि गणतन्त्र नेपालका प्रधानमन्त्रीहरूसँग जोडिँदै चुस्दै आएका छन् के उनीहरूका नै ठेकदार छन् उनीहरू नै सांसद छन् उनीहरू नै तपाईँको चाहिँ के अरे प्रधानमन्त्री मन्त्री परिषदका सबै उनीहरू छन् एकजना यहाँ सुन्नु एकजना वडा अध्यक्ष हुन्छ है वडा अध्यक्ष चाहिँ के अरे टिचर पनि हुन्छ व्यवस्थापन समिति पनि को अध्यक्ष पनि हुन्छ तपाईँको अनि ठेकदार पनि हुन्छ व्यवसायी पनि हुन्छ 5 वटा एकजनाले काम गर्यो भनेपछि अनि त्यहाँका गरिब के अरे गरिब जनताहरू त त्यत्तिकै मरिहाल्यो नि एकजनाले 5 गर्ने त्यसैले म के भन्छु भने मिडियाका साथीहरूलाई यो मिडियाको क्यामेरा चाहिँ बाजुरातिर पनि कहिलेकाहीँ तेर्साउने गर्नुहोस् भन्छु के त्यहाँका समस्या अब शिक्षाको क्षेत्रमा म भन्छु त्यहाँको मेरै गाउँपालिका छेडदही गाउँपालिकाको बारेमा चाहिँ म भन्छु त्यहाँ धेरै लुटपाट छ तपाईँको विद्यार्थीहरूले तपाईँको 6 महिना पनि पढ्न पाउँदैनन् बिचराहरूले अनि शिक्षकहरूका छोराछोरी काठमाडौँ धनगढी जस्तो चाहिँ नेपालगञ्ज जस्तो चाहिँ ठुल्ठुलो सहरहरूमा चाहिँ अध्ययन अध्यापनको लागि चाहिँ पठाइएका हुन्छन् उनीहरूका बालबालिकाको त भविष्य सुनिश्चित भइहाल्यो गरिब दलित असहाय दुखीहरूको चाहिँ के अरे छोराछोरीले कहाँ पढ्छ तपाईँको चाहिँ त्यहाँको चाहिँ सर्वसाधारण त्यहाँको के अरे तपाईँको चाहिँ के अरे सरकारी विद्यालयमा अनि उनीहरू के गर्छन् भनेपछि तपाईँको 12 बजे विद्यालय उपस्थित हुन्छन् टिचरहरू 12 बजे म पनि त्यहाँ अध्यापन गराएको मैले पहिला साइन्स आइएससी गरेको हो आइएससीबाट म चाहिँ के अरे पढ्दै गर्दाखेरि चाहिँ यतातिर चाहिँ अब हाम्रोमा चाहिँ अलि सानैमा चाहिँ के अरे बे गर्ने भन्ने त्यो भएको कारणले मैले बे गरेँ त्यसपछि मैले फेरि ल्याब टेक्निसियन गरेँ तपाईँको चाहिँ त्यो गर्दाखेरि मैले त्यहाँ पढाएँ आइएससी टिचर भएर मैले साइन्स र म्याथ पढाएँ त्यहाँ यति ठुलो राजनीतिको अखडा फोहोरी खेल्की अब तपाईँ चाहिँ त्यो देखेर भनेपछि त्यहाँ एकदम तपाईँलाई नाक नहाल्न सक्ने मुख नदेखाउन सक्ने परिस्थिति तपाईँलाई पनि हुनसक्छ काङ्ग्रेस एमाले माओवादी भनेर राजनीतिक त्यहाँ टिचरहरूको सङ्गठन हुन्छ भित्र विद्यालयमा अनि तपाईँको चाहिँ जसको वर्चस्व छ त्यो पार्टीमा गएर तपाईँले गुलामी गर्न सक्नुभयो भनेपछि तपाईँ त्यहाँ टिक्नुभयो होइन भनेपछि उनीहरूको पछाडि हिँड्न सक्नु भएन भनेपछि तपाईँ गयो म त्यही भएर
मलाई त्यहाँ चाहिँ राखिएको थियो 3 महिना मैले पढाउन नपाउँदै मलाई त्यहाँबाट के गरियो के अरे बर्खास्त गरियो। किन गरियो? मसँग लाइसेन्स भइदिएको भए म ठाई टिचर भइदिएको भए म हुन्थेन। मलाई बर्खास्त किन गरियो त भन्दाखेरि तपाईँको म कुनै पार्टीमा सम्मिलित भएर चाहिँ के अरे बोलिनँ त्यहाँ। म किन बर्खास्त भयो भनेपछि तपाईँको 10 बजे विद्यालयमा टिचर उपस्थित हुनुपर्छ, पढाइ सुरु हुनुपर्छ 10 बजेबाट, 4 बजे विद्यालय बन्द हुनुपर्छ भन्दै गर्दाखेरि चाहिँ हाम्रो विरुद्धमा बोल्यो। अब चाहिँ ठाई टिचर ल्याउनुपर्छ लाइसेन्स भएको, यसलाई बर्खास्त भोलि यो यहाँ रहिराख्यो भनेपछि तपाईँको यसले चाहिँ ठुलो अखाडा हामीलाई सिद्ध्याउन सक्छ। यहाँ जिल्ला शिक्षा कार्यालयमा पनि फोन गरेँ। जिल्ला शिक्षा कार्यालयमा फोन गर्दाखेरि जिल्ला शिक्षा अधिकारीले फोनै रिसिभ गर्दैन भनेपछि तलको संयन्त्रदेखि माथिको संयन्त्रसम्म समस्या छ के। त्यसैले अब हस्पिटलको कुरा तपाईँले हाम्रो क्षेत्रमा सिटामोल पाइँदैन, एउटा सुत्केरीले मर्नुपर्ने स्थिति छ तपाईँको। त्यस्तै शिक्षाको क्षेत्र, स्वास्थ्यको क्षेत्र, खानेपानीको अब यत्रो बजेट गएको छ तपाईँको। प्रधानमन्त्री रोजगार कार्यक्रम भनेर तपाईँको जम्मै बजेट गएको छ। तपाईँको प्रधानमन्त्री रोजगार कार्यक्रममा प्रोडक्टिभ चिजमा पो उत्पादन गरेर जनतालाई रोजगारी दिने हो त। त्यो तपाईँको चाहिँ के अरे 70 लाख चाहिँ तिनीहरूका कार्यकर्ता बाँड्नको लागि छुट्याइएको हो भने अनि एउटा सानो मन्दिर पुजारीभित्र नहट्ने मन्दिर बनाएर तपाईँको धारा बनाएर पानी नआउने धारा बनाएर अनि बाल शिक्षा भनेर एउटा सानो कोठा टिन हालेर माथि हावाहुरी आयो भने पानी पऱ्यो भनेपछि भत्किने त्यस्तो खालको बनाएर 70 लाख कर्मचारी र के अरे तपाईँको चाहिँ के अरे नगरपालिकाका नगर प्रमुख र वडा अध्यक्षहरू मिलेर खान पाउने कहाँसम्मको यो चाहिँ के अरे भ्रष्टाचार हो। यसलाई चाहिँ के अरे उ गर्नु पर्दैन त अनि यसलाई कारवाही गर्नु पर्दैन। प्रोडक्टिभ चिजमा लाउ न तपाईँको उत्पादन स्रोतमा। हाम्रो क्षेत्रमा के छैन? आलु छ, पाती छ, पातीको तेल बन्छ, आलुबाट चिप्स बन्छ, भाङ्गो छ, भाङको कपडाहरू बुन्न सक्ने त्यस्तो छ। प्रोडक्टिभ चिजमा लाउ, जडीबुटीको उत्खनन गर त्यहाँ होइन भनेपछि त्यहाँ हरेक क्षेत्रका विज्ञ व्यक्तिहरू छन् भनेपछि त्यहाँ हरेक प्रोडक्टिभ चिजहरू छन्। त्यहाँ हामीसँग स्रोत साधनहरू चाहिँ के अरे उपलब्ध गराइदिनु पऱ्यो, मेसिनहरू उपलब्ध गराइदिनु पऱ्यो सरकारले। हामीसँग कच्चा पदार्थ प्रशस्त मात्रामा छ भनेपछि त्यसको सिपहरू दिनु पऱ्यो। त्यो पो हो के त्यो बजेट भनेको। बजेट भनेको कार्यकर्तालाई ठेक्का हाल्ने 10तिरबाट। मेरो घरमा यो घर छ भने यताबाट रोड काटेको छ, यताबाट रोड काटेको छ, यताबाट रोड काटेको छ, यताबाट रोड काटेको छ। मलाई चाहिएको रोड त एउटा हो नि त, राष्ट्रिय सडकसँग जोडिएको चाहिएको हो नि त। मलाई भनेको राष्ट्रिय सडकसँग जोडिएको एउटा चाहिँ पक्की सडक चाहिएको हो नि त। मलाई त्यो चाहिँ के अरे 10वटा रोड चाहिएको होइन के। अनि एमालेको के अरे सरकार आउँछ, एमालेको ठेकदार बन्छ, त्यो रोड काट्छ। काङ्ग्रेसको सरकार आउँछ, काङ्ग्रेसले त्यो रोड काट्छ। त्यो रोड तपाईँको माओवादीको आउँछ, माओवादीले काट्छ। 6 महिना नटेक्दै त्यो रोड भत्ताभङ्ग पानी पऱ्यो भने बर्खामा खतम हुन्छ। समस्याहरू धेरै छन्। त्यो समस्याहरू पक्कै पनि समाधान होला। यति बेला हामी अन्त्यतिर छौँ। भाइब्स मिडिया हेरिरहनु भएको दर्शकहरूलाई चाहिँ तपाईँ के भन्नुहुन्छ? फेरि प्रश्न। भाइब्स मिडिया हेरिरहनु भएको दर्शकहरूलाई अन्तिममा तपाईँ के भन्न चाहनुहुन्छ? दर्शकहरूलाई म के भन्न चाहन्छु भने आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू देश विदेशमा रहनुभएका नेपालभित्रै हुनु होला है, सबैजनालाई चाहिँ म के भन्न चाहन्छु भने तपाईँ हामी जस्तो मान्छेले एक थुकी सुकी 100 थुकी नदी, एक थुकी सुकी हुन्छ 100 थुकी नदी हुन्छ। सम्पूर्ण जनमानस चाहिँ देश विदेशमा रहेका, नेपालभित्र रहेका आम नागरिकहरूले चाहिँ परिवर्तनको लागि चाहिँ कम्पिटिटिभ क्वालिटी, क्वान्टिटेटिभ, कम्प्युटर एन्ड टेक्नोलोजीको लागि हामीले चाहिँ परिवर्तनको लागि, त्यसको परिवर्तनको लागि आजको समाज चाहिँ अग्रसर भएको छ। तपाईँले हामीहरूसँगै साथ दिँदै हाम्रा समस्याहरू चाहिँ तपाईँहरू हामीसँगै चाहिँ भएर अगाडि बढ्नु होला र हामीलाई चाहिँ के अरे साथ दिनु होला, सपोर्ट दिनु होला। भ्रष्टाचार विरुद्ध हामी अगाडि बढौँ, हाम्रो देशलाई भ्रष्टाचार शून्य बनाऊँ र हाम्रो समाजलाई एउटा चाहिँ के अरे नयाँ परिकल्पनाको समाज निर्माण गरौँ। भोलि चाहिँ तपाईँले खाडी इन्डिया गएर भाँडा मान्ने परिस्थिति नहोस्। हाम्रै देशमा हामीले रोजगारीका व्यवस्थाको लागि हामी लडौँ, हामी चाहिँ के अरे देशमा परिवर्तन खोजौँ भन्न चाहन्छु। धन्यवाद।